प्रिय प्यारो भाइ पारस बम कुलबाई, धेरै माया धेरै सम्झना तिमीलाई। साँच्ची भन्नुपर्दा आजसम्म मैले भगवान कतै पनि देखेको छैन, तर दिन दुखीको लागि एउटा जिउँदो भगवान भनेको तिमी नै हो, जुन चाहिँ भगवानको अवतार भएको छ तिम्रो शरीरमा। हरेक ठाउँमा हरेक दुःख पीडामा सहयोग गर्न अगाडि आइराख्छौ। एउटै मन छ यार पारस, कति पटक जित्छौ कि एउटै मन छ। हरेक लाइफमा चाहिँ कोही न कोही दुःख पीडा, विभिन्न कलेजाहरू, क्यान्सरहरू, विभिन्न दुःख पीडा चोट पाएको मान्छेहरू तिम्रो लाइफमा हरेक टाइम देखिराखेको हुन्छ। प्रत्येक व्यक्तिलाई भन्छौ मेरो तर्फबाट 50,000, मेरो तर्फबाट 1 लाख, मेरो तर्फबाट 1.5 लाख, मेरो तर्फबाट 2 लाख। वारे पारस वा, मान्नै पर्छ। सलाम छ यार तिमीलाई, सलाम छ। र सम्पूर्ण जो जतिले कुल ग्याङ होइन, जो जतिले चाहिँ पारसलाई माया गर्नुहुन्छ, साथ दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, यो माया, यो साथ, यो सपोर्ट सधैँभरि रहिरहोस्। 2 दिनको मनुष्यको चोला हो। जस्तै पारसले पनि घर जोडौँ, गाडी किनौँ, टन्न आफ्नो बैङ्क ब्यालेन्स बनाऊ भने उसको पनि नहुने होइन, त्यो पनि गर्न सकिन्छ मजाले। तर मानवता नभुलेर चाहिँ जुन सामाजिक कार्यमा अगाडि बढ्ने मेरो प्यारो भाइ पारस बम ठकुरीलाई म अहिले चाहिँ सुदूरपश्चिमबाट सम्झन चाहन्छु। यो माया, यो साथ र पक्कै पनि तिमीले जुन यो महानता, यो महान कार्य गरेका छौ, पक्कै पनि भगवान्ले तिमीलाई सही बाटो देखाउन्, सधैँभरि आशीर्वाद दिउन् र त्यो जुन दुःख पीडा पाएका मानिसहरूको पनि एकदम आशीर्वाद लागोस् तिमीलाई। अझै राम्रो काम गर्दै जानु। पक्कै दुःख परेका मान्छेहरूले त अब हात जोडेर मन्दिर गएर धाउनुपर्ने जरुरी नै छैन कि। म त यसरी भन्छु, देउताले के दिन्छ, खालि मनको शान्ति हो देउताले दिने भनेको। तिमी नै हो के पारस, जिउँदो देउता, जिउँदो भगवान भनेको। पक्कै पनि मलाई चाहिँ खास बयान गर्न, तारिफ गर्न त खास पनि आउँदैन होइन मलाई पनि। त्यही पनि मेरो मनमा लागेको, पक्कै पनि तिमीले गरेका जुन कार्यहरू, तिमीले गरेको यो चाहिँ दिन दुखीहरूको सहयोग कहिले पनि नबिर्सने छ। सबैको मनमा छ, मुटुमा छ। सधैँभरि यसरी सबैको मनमा बस्नु, दिलमा बस्नु। जो जति कुलग्याङ हुनुहुन्छ सबैलाई माया छ यो भिडियो मार्फत। र जुन पारस भाइले गरेको यो सहयोग भनेको सबैको लागि एउटा कहिले नबिर्सने पल पनि हो। यो चाहिँ एकदम धेरै माया छ। धनकै धनी भएर के गर्नु यार होइन, मनको धनी पनि हुनुपर्दो रहेछ कि। जो अरबौँ खरबौँ पैसा छन् उनीहरूले चाहिँ यसो गर्यो उसो गर्यो भन्दा मैले कहिले पनि सुनेको छैन होइन। आफ्नो सामाजिक सञ्जाल मार्फत टिकटकबाट कमाएको पैसाले चाहिँ दिन दुखीहरूको जुन सहयोग गरेर महान कार्य गर्ने पारस बम ठकुरी भाइलाई धेरै माया, धेरै सम्झना भन्न चाहन्छु। सारा देवी देउताहरू भएका देवी देउताहरू सधैँभरि पारसलाई सही मार्गमा हिँडाउनु, सधैँभरि साथ दिनु र यो तिमीले गरेको काम चाहिँ सधैँभरि यो पछिल्लो पुस्ताको लागि पनि एउटा गतिलो उदाहरण हुनेछ है। एकदम खुसी लाग्छ भाइ, अझै पनि यो कार्यलाई अगाडि बढाउनु। धेरै माया छ, धेरै सम्झना छ। लभ यु कुल यार।